हिजो तपाईँ रिसायो रिसाएको हिजो तपाईँ हिजो बेलुका रिसाउनु तपाईँ हिजो हामीले त्यो भिडियो बनाएको थियो नि साथी त्यो भिडियो बनाएपछि युट्युबमा सब्सक्राइबर बेसी भयो भने क्या होइन पैसा कमाउँछ नि त त्यही भएर बनाएको के हिजो तपाईँ रिसाएछ होइन अनि पैसा कमाउँछ अनि त्यसपछि अहिले कान्छा पनि जागिरे छैन होइन विदेश गयो भने फेरि तपाईँलाई कान्छाको याद आउँछ कहिले आउँछ कान्छालाई फोन गर त भने गर्नुहुन्छ नि त अनि अब कान्छा पनि विदेश जान नपरोस् होइन अनि हाम्रो युट्युबमा पनि सब्सक्राइबर बेसी हो गाउँमै के गरौँ होइन बाहिर नजाउँ तपाईँलाई पनि कान्छा कतै टाढा गयो भने तपाईँलाई बोलाऊ फोन गर भन्नुहुन्छ नि होइन तपाईँले भन्नुहुन्छ नि अनि पछि मैले युट्युबबाट पैसा कमायो भने होइन युट्युबबाट सब्सक्राइबर बेसी भयो भने पैसा कमिन्छ होइन त्यहाँनिर कमायो भने पैसा आयो भने म फोन किनिदिन्छु नि त ल म सिकाइहाल्छु त नि म सिकाउँदिनँ त नि पैसा कमायो भने म त्यति बेला फोन किनिदिन्छु एउटा तिमीले तपाईँलाई चलाउनको लागि सिकाउँछु अनि त्यसपछि म कहिलेकाहीँ माइत जान्छु नि होइन म माइत जान्छु नि होइन त्यति बेला अनि मलाई फोन गर्ने अनि म पनि फोन गर्छु तपाईँलाई ल मलाई फोन चलाउन आउँदैन क्या म सिकाइदिन्छु के सिकाइदिन्छु म सिकाइहाल्छु नि फोन किनेपछि अनि त्यही भएर हामीले भिडियो बनाएर अलिअलि सब्सक्राइबर नभए पनि लाइक भ्युज नआए पनि यसो बनाएर हाल्दै गरेँ क्या नसिसाउनु ल अनि तिमीले हाम्रो माया चाहिँ लाग्दैन लाग्यो भने के गर्नु तिम्रो नजिकै छ एक्लै कहाँ हुनुहुन्छ सुमन दाइ चाहिँ हो सुमन दाइलाई म कल गरिदिइहाल्छु नि अनि हो त्यसबाट सुमन दाइलाई पनि फोन गर्नु अनि त्यही हामी नजिक भएकोले माया नलागेको हो तिमीहरू त घरमै छौ मेरो